हेलो गाइस, हाई भन्नु। हामी लक्ष्मीबाट भर्खर घर जाँदैछौँ। थाकिसक्यौँ हामी आज यासीको हाम्रो बिदाई थियो नि त, त्यसैले लक्ष्मण गएको थियो। अब उहाँ धेरै रुनु भएको छ नि त, आँखा अब घर गएर नि रुनुहुन्छ एकछिन। रुनुहुन्छ कि तर म चाहिँ रुन्छु होला सायद। दादाले अब धेरै डुले नि त, त्यसैले हो कि नै। अब हाम्रो गाउँ हेर्नुहोस्, हाम्रो अब एक दुईवटा घरको टिस्सी आइहाल्छ नि त। अनि गाइस अब उहाँ चाहिँ हेरिराख्नु भएको छ कि 12 बज्न लाग्नु भएको छ कि अब घर गाली हेर्नुहोस् गाइस, हाम्रो गाउँको आरुसी अब के भनौँ। अब हाम्रो गाउँ हेर्नुहोस्, गोरु भैँसी बोका खान कि हाम्रो गाउँमा अब यस्तै यस्तै पाल्छ नि त, हो कि। आज हामीले के खायौँ गरे? चटपटे खायौँ, आइसक्रिम खायौँ, चाउमिन खायौँ, मोमो खायौँ, चिकन चटपटे खायौँ, हो कि नै गाइस। आज धेरै खायौँ। अब एउटा घर कटिसी आउँछ, अब उहाँजीको घर। अब मेरो त धेरै टाढा छ, एउटा घर फेरि कटिसी आउँछ। हाम्रो गाउँको माइली दिदी यता हेरिदिनुहोस् न, हामी बोलाउनु गराउँला। हाई, अब आइसक्यो उहाँको घर। यो उहाँको घर। अब यो चाहिँ पुरानो मेरो घर उहाँको यही कोठा हो गरे। हेर्नुहोस् गाइस, उहाँको आर्थिक स्थिति यस्तो। म भित्रै गएर देखाउँछु, हेर्नु गाइस। अब यहाँ चाहिँ सुत्नुहुन्छ कोसँग छोड्नु। अब यहाँ यति भन्दैछु। अनि चाहिँ यो चाहिँ अहिले नयाँ बनेको घर। अब यति भन्दै म आफ्नो यो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद।